हेलो, मैले सोधो दुईवटा भएको लिएँ है। मैले चाहिँ लाछा डोरी बनाउन लगाएको टिकटकमा हेरेर अरूको हेरेँ अनि यसो कस्तो रहर लाग्यो कि मलाई पनि कस्तो मन पर्यो अनि बनाउँछु है त भनेर यसो ट्राई गर्न थालेको। अब पहिला त कहिले बनाएको थिइनँ, मलाई बनाउन पनि आउँदैन है। त्यही पनि यसो मैले ट्राई गरेँ। अब मैले डोरी बनाएँ, अब म फुल बनाउनतिर लागेँ। फुल पनि कस्तो हुन्छ हेरौँ है। कहिले बनाएको थिइनँ, मलाई चाहिँ बनाउन पनि आउँदैन, त्यही पनि ट्राई गरेँ हो। राम्रो भयो भने पछि अर्को अलि झन् राम्रो बनाउने कोसिस गर्छु भन्दै यसो ट्राई मात्रै गरेको। फुल पनि मन पर्यो है। यतिको फुल त राम्रै हो, सुरुमा बनाएकै यतिको फुल। अब म त्यसमा टाँस्छु अनि मेरो लाग्छ रेडी भयो। म यसलाई कस्तो राम्रो देख्न चाहिँ अब लाउँदाखेरि कस्तो हुन्छ त त्यो त थाहा भएन मलाई। यहाँ तलको यो चाहिँ झन् कस्तो राम्रो लाग्यो कि मैले फर्स्ट टाइम बनाएकै, कसरी बनाउनुपर्छ नि थाहा थिएन। त्यही पनि टिकटकमा हेरेँ, अलिअलि आइडिया पाएर यो फुलमा मैले रातो सेतो मिक्स गरेर बनाएको छु है। दुइटैलाई बो बनाइदिएँ अनि मलाई चाहिँ राम्रो लाग्यो। लाउँदाखेरि कस्तो हुन्छ थाहा छैन, त्यही पनि बनाउँदाखेरि चाहिँ राम्रै लाग्यो है। मैले पातहरू नि बनाएको छु, तर पातहरू त बेसी देखेको छैन, राम्रो पनि देखेको होइन। त्यही पनि फुलहरू चाहिँ कस्तो राम्रो देख्छ, रातो र सेतो है। म कपालमा लाउन गइरहेको छु, कपालमा लगाएपछि कस्तो देखिन्छ तपाईँहरूले नि कमेन्ट गर्नु। अब भएको छैन भने म सुधार्ने कोसिस गर्छु होइन। अर्कोपल्ट बनाउँदाखेरि अलि राम्रो बनाउने कोसिस गर्छु। यो त फर्स्ट टाइम मैले ट्राई मात्रै गरेको हो, त्यही भएर अब म मेरो कपालमा लाउन गइरहेको छु है त। कस्तो हुन्छ कपालमा लगाएपछि कस्तो देखिन्छ हेरौँ है त। यो फुल अनि ठिकै रहेछ है, कपालमा कस्तो लगाएको जस्तो देखियो कि अलिक सानो मसिनो भए जस्तो लाग्यो है डोरी चाहिँ त्यसलाई। के अरे अब मैले फर्स्टचोटि बनाएँ नि त, मलाई खासै कसरी बनाउने भनेर आइडिया भएन। जति आइडिया भयो त्यो हिसाबले बनाएँ। त्यही पनि फुलहरू चाहिँ कस्तो कपालमा लगाएको जस्तै राम्रो देखिएछ, सेतो र रातो होइन। हेरौँ अब कपालमा लगाइसकेपछि कस्तो देखिँदो रहेछ है। अनि म आफ्नो कपालमा लाउँदैछु अनि राम्रो भयो भने म पछि अलि झन् राम्रो बनाउन कोसिस गर्छु होइन। यो त फर्स्ट टाइम बनाएको, ट्राई मात्रै गरेको मैले। हेर्नुहोस् न तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोस्। राम्रो देखिएछ कि छैन, राम्रो लाग्यो कि लागेन। राम्रो लागेछ भने अब म पछि पनि बनाउँछु अनि भिडियोहरू हाल्छु। बाई बाई।